Konnichiwa minasan. नमस्ते सबैलाई ओगेन्की देश का आई होप सबै सन्चै हुनुहुन्छ होला है सन्चै पक्कै हुनु पर्यो सो आज हामी डे 1 बाट डे 3 को N5 को लेसन 3 मा आइपुगेका छौं डे 1 बाट वर्ड मिनिङ सिक्दै सिक्दै आज डे 3 को वर्ड मिनिङ मा हामी पुगिसकेका छौं सो मैले चाहिँ लेसन 3 को जति मोस्ट इम्पोर्टेन्ट वर्ड मिनिङहरु छ त्यति मात्रै लेखिराखेको छु त्यति मात्रै सिकाइरहेको छु है सो सार्नी लेख्नी अनि पढ्नी है सो जापान जाने सपना पहिला पूरा गर्न पर्यो सो त्यसैले चाहिँ जति जति इम्पोर्टेन्ट छ त्यति मात्रै मैले वर्ड मिनिङहरु लेखाइरहेको छु सो याद गर्नु नबिर्सिनु होला है सो आज चाहिँ फर्स्ट वान इज कोको है कोको भनेको यहाँ है यो दिस प्लेस भनेको पनि यहाँ भन्न पर्यो भने चाहिँ हामीले कोको भनिन्छ है सोको भनेको देयर है उ त्यहाँ है त्यस्तै आसोको भनेको ओभर देयर अलि पर भयो भने उ त्यहाँ भन्न पर्यो भने उ त्यहाँ भन्न पर्यो भने चाहिँ हामीले चाहिँ के भनिन्छ आसोको त्यस्तै गरेर कोचिरा भनेको यतातिर भन्न पर्यो भने चाहिँ हामीले के भनिन्छ दिस वे अथवा कोचिरा भन्छ है सो 5 मा चाहिँ सोचिरा भनेको अलि पर उ त्यतातिर छ भन्न पर्यो भने चाहिँ के भनिन्छ सोचिरा भनिन्छ है त्यस्तै गरेर 6 मा छ आचिरा भनेको अलि पर भयो भने उ त्यतातिर छ भन्न पर्यो भने चाहिँ के भनिन्छ हामीले आचिरा त्यस्तै गरेर क्योसिचु भनेको यो हामीले अहिले पढिरहेको क्लासरुमलाई के भनिन्छ क्योसिचु है त्यस्तै गरेर अर्को छ हाम्रो सेकुदो भनेको क्यान्टिन जहाँ हामीले बसेर खाना खान्छ त्यसलाई के भनिन्छ सेकुदो है त्यस्तै गरेर जिमुस्यो भनेको अफिस है अफिस जहाँ हामीले चाहिँ बसेर काम गरिन्छ त्यसलाई चाहिँ के भनिन्छ जिमुस्यो अफिस है त्यस्तै गरेर हेया भनेको रुम है त्यस्तै गरेर उची छ अनि इए छ उची भनेको पनि घर हो इए भनेको पनि घर हो है किनभने इंग्लिशमा चाहिँ हामीले होम पनि भनिन्छ अनि हाउस पनि भनिन्छ त्यस्तै निङ्गोमा पनि उची पनि छ इए पनि छ है सो दुईटैको मिनिङ चाहिँ सेम घर नै हुन्छ सो हाम्रो चाहिँ 12 नम्बरमा छ इकुरा भनेको हाउ मच कति मूल्य है सो हाम्रो चाहिँ यो तोकै घडीको मूल्य कति हो भन्नु पर्यो भने चाहिँ इकुरा देशका है हाउ मच है त्यस्तै गरेर 13 नम्बरमा छ हाम्रो उकेचुके भनेको चाहिँ रिसेप्सन है रिसेप्सन त बुझ्नु भयो है सो 14 मा छ टोइलेट है 15 मा छ खाइदान भनेको सिडी है सिडीले माथि गइन्छ त्यसलाई के भन्छ सिडी त्यस्तै गरेर 16 मा छ एलिभेटर है एलिभेटर भनेको लिफ्ट है लिफ्ट माथि चढेर 1 फ्लोर देखि 6 फ्लोर मा जानेलाई के भन्छ लिफ्ट है त्यस्तै गरेर 17 मा छ एस्केलेटर है एस्केलेटर भनेको जुन स्वचालित सिडी आफै हिँड्ने सिडी जुन हुन्छ त्यसलाई चाहिँ के भनिन्छ एस्केलेटर सो 18 मा छ कुनी भनेको कन्ट्री सो 19 मा छ उरिबा स्टोर भनेको लाइक हाम्रो ब्याग स्टोर शूज स्टोर हुन्छ सो त्यसलाई के भनिन्छ उरिबा लाइक हाम्रो ब्यागलाई के भन्छ खाबान हुन्छ खाबान उरिबा भन्नु पर्यो भने चाहिँ हामीले चाहिँ के भन्यो उरिबा भयो सो 20 नम्बरमा छ देनवा भनेको टेलिफोन है सो 21 मा छ बाङ्गो भनेको नम्बर बुझ्नु भयो सो 22 मा छ दोको भनेको कहाँ लाइक हामीले सुरुमा चाहिँ पढेको थियो कोको सोको आसोको पढेको थियो त्यस्तै यो चाहिँ के हुन्छ दोको सो 23 मा छ दोचिरा भनेको पनि के हुन्छ दोचिरा भनेको चाहिँ कतातिर छ भनेर सोध्न पर्यो भने चाहिँ हामीले चाहिँ के भनिन्छ दोचिरा इट्स यो भनेको एउटा पोलाइट वर्ड पनि भन्न मिल्छ है त्यस्तै छ 24 मा ताबाको है लास्ट नोट द लिस्ट है सो ताबाको भनेको चाहिँ सुर्ती भनेको हामीले चाहिँ चुरोट पनि भन्न मिल्छ सुर्ती भन्न पनि मिल्यो है सो लेसन 3 मा चाहिँ हाम्रो मोस्ट इम्पोर्टेन्ट वर्ड मिनिङहरु यति नै छ आई होप सबैलाई राम्रो लाग्यो होला राम्रो लागेमा लाइक फलो शेयर गरिदिनु होला थ्यांक यू गम्बाते कुदासाई